Hello and hi guys, welcome to my new video. आज लामो समयपछि म तपाईहरुको सामने नयाँ भिडियो लिएर आएको छु हैन। सपोर्ट गरिरहनु भएको छ, सपोर्ट गर्दिरहनु भएको छ, खुसी लागेको छ हैन। आज चाहिँ म चाहिँ आएको जाँदै छु किनभनेसी मलाई सन्चो थिएन। एक दुई हप्ता अगाडिबाट मेरो पहिला नेपालमा भएको यस ढाडको नसा चेपेको थियो नि त। अनि त्यही जागेर अनि फेरि अघिल्लो हप्ता गएर अनि उता हस्पिटलमा गएर रिजर्भ गरेर जस्तै मैले चाहिँ एमआरआई गर्न खोजेको थिएँ। अनि बिचमा त पढाइ हुन्छ नि त, त्यसले गर्दा शनिबारको लागि डेट बुक गरेर आएको थिएँ। अनि आज शनिबार थियो, शनिबार जान लागेको छु। अनि त्यस्तै भयो। अहिले त्यहाँ मेरोबाट चाहिँ घाको त जानको लागि चाहिँ त्यो ठाउँमा मैले गरेको ठाउँमा, त्यो डेट बुक गरेको ठाउँमा, हस्पिटलमा डेट बुक गर्न लागेको ठाउँमा चाहिँ त्यसै कसै 2 घन्टा लाग्थ्यो क्या। अनि त्यसपछि त्यहाँ जानको लागि ककुरोबाट बिहान 7 बजेको ट्रेन चढेँ। अनि हिजो काम पनि गएको थिएन नि त। अनि त्यही काम उता जानुपर्छ, छिटो गर्नुपर्छ, फेरि रातभरि काम गरेर आएर अनि जान झ्याउ हुन्छ भनेर काम पनि गएको थिएन। अनि बिहान उठेर ककुरा गएँ, ककुराबाट अनि ट्रेन चढेर गएँ। अनि त्यही हो, बाटोमा भ्यूज हेर्दै हेर्दै गइयो। जो फ्रेस मुड थियो नि त, काम नगएको फ्रेस मुड थियो। सबै यताउता भ्यूज हेर्दै भ्यूज खिच्दै तपाईँहरूलाई देखाउनको लागि सबै भ्यूज खिच्दै राम्रो ठाउँको भ्यूज खिच्दै गएँ, हेर्दै गएँ आफूले पनि, तपाईँहरूलाई पनि देखाउनको लागि भिडियोहरू बनाएर मार्फत देखाएको छु। कोही ठाउँ होइन अब राम्रोसँग भिडियो आएको छ, कोही ठाउँ आएको छैन होइन। भ्युजहरू चाहिँ राम्रो छ, मलाई चाहिँ राम्रो लाग्यो। तपाईँहरूलाई कस्तो छ देखेको छ। अब मैले देखेको जस्तो त तपाईँहरूलाई भ्युजमा लिन सकेको छैन, किनकि खुल्ला आँखाले देख्नु र क्यामेराले खिच्नुमा धेरै फरक छ नि त। अनि त्यसपछि म चाहिँ लोकल ट्रेनमा गएको थिएँ। रेबिट ट्रेनमा जाऊँ कि भएको थियो। रेबिट ट्रेन अलि छिटो जान्छ कि, त्यस्तै 45 मिनटमा पुग्छ। अनि यो चाहिँ अलि ढिलो गर्छ। अनि त्यस्तै भयो। अनि त्यस बिचमा गएर एउटा ट्रेन चाहिँ के भनेपछि अलि ढिलो जाने भएर अनि बिचमा ट्रेन रोकेको बेला चाहिँ अर्को ट्रेनमा चढेको थिएँ मैले त्यसमा होइन। त्यस्तो गर्दै फेरेँ एक ठाउँमा चाहिँ अनि गइयो होइन। जस्तै 1 घन्टा त फेरेपछि चाहिँ अलि छिटो गएको थियो। त्यही हो, 15 मिनट छिटो गएको थिएँ। अनि त्यसपछि भ्युज हेर्दै गइयो त्यहाँ होइन। यताउता भ्युज हेर्दै गइयो। अनि राम्रो लाग्यो। जे होस् बिचमा ट्रेनहरू पनि देखियो होइन। अनि जापानमा अब आउनुभएको छ तपाईँले हेर्नु होला, जापानमा भएको होला होइन। अनि जापानमा कस्तो लागेको छ तपाईँहरूलाई? भ्युजहरू त राम्रो छ। सानो घरहरू चाहिँ यहाँको कस्तो हुन्छ नि, सबै काठले बनेको हुन्छ। घरहरू चाहिँ ठुल्ठुलो बिल्डिङको लागि पिलरहरू चाहिँ उसले बनाएको हुन्छ, सिमेन्टहरू बालुवाले नै बनाएको हुन्छ, गिटीहरूले नै बनाएको हुन्छ। बट अनि उहरू चाहिँ सबै काठले बनाएको हुन्छ क्या। र जापानको विकास चाहिँ राम्रो छ क्या। जता पनि हेऱ्यो राम्रो छ क्या होइन। गाउँ होस् सहर होस् जस्तो भए पनि ठाउँ भने ठाउँ हुन्छ क्या। हुन त अब पहिला विश्वयुद्धमा पुरा ध्वस्त भएर हाम्रो नेपालभन्दा नि गएको ठाउँ हो नि त यो त। हेर्नु त कस्तो बनाएको छ नेपाल कि जापान। यतिको नेपाल भए त होइन। हाम्रो त न त केही भएको थियो न त केही के, सबै नेताहरूले गर्दा त्यस्तो भएको क्या। रेमिटेन्सले नेताकै गोजी भर्या, उनीहरूलाई सेलेरी दिन परेछ, सबै उसले गर्न परेछ। त्यही भएर पनि यस्तो भएको क्या नेपाल होइन। यहाँको त मान्छेले पनि कति छ क्या, कति गर्छ क्या। मान्छे नि यति काम गर्छ तर पनि ट्याक्स तिरेकै हुन्छ, त्यति ट्याक्स तिरेको हुन्छ। यति हेर्नु न, यति मान्छे भर्खरै नि सबै ट्रेनबाट निस्केको मान्छे हुन् क्या। पहिला म ककुरा चढ्दा कोही पनि थिएन क्या। म पढेको त उसमा बक्समा जम्मा 1 जना थियो। ककुराबाट चढ्दा बाटोमा आउँदा पुरा प्याक भएर, यो चाहिँ म फेरि उताको लास्ट स्टेसनमा झरेको, हागाताको स्टेसनमा झर्दा यति मान्छे झऱ्यो क्या, पुरा फुल। अनि त्यसपछि म हागाता स्टेसनमा झरेर लुरु गर्दै निस्केँ बाहिर होइन। त्यसपछि बाहिर निस्किँदै यो बाहिर निस्केको सिन भयो। त्यसपछि बाहिर निस्केर त्यस्तै भयो। बाहिर त्यहाँ सिङ्गलमा गएर फेरि त्यो मान्छेहरूलाई देखाउन मिल्दैन नि त। त्यसरी बाहिर निस्किँदा देखाउँदा नमिल्ने नि फेरि कारबाही लागिहाल्छ नि त। अनि त्यसपछि के भन्दै थियो हामी पोइन्ट नेपालको बारेमा।
नेताहरूले लास्टै अब त्यही त भएर आएको छ नेपालमा। अब अहिले हेर्नु न, आन्दोलन भनेछ, राजावादी भनेछ, के वादी भनेछ, अब अनि त्यही उ गरेछ, जनतालाई नै मारेछ। हेर्नु त कस्तो भएको छ नेपालमा हालत। त्यसले गर्दा पैसा पनि खर्च हुने, सत्यानाश हुने, मान्छेहरू पनि सत्यानाश हुने, त्यस्तै भएको छ नि त। त्यस्तो नहोस् होइन नेपालमा, त्यही भन्न चाहन्छु। हामी विदेश आएर रेमिटेन्सहरू, हाम्रो त अब स्टुडेन्ट हो, त्यति रेमिटेन्स त जान्न होइन हाम्रो त होइन। त्यही पनि अब दाजुभाइहरू विदेशमा कति गएर घटिनु भएको छ, उहाँहरूको रेमिटेन्स जान्छ। त्यही सबैजना त्यही नेताहरूले खाएर स्विस ब्याङ्कहरू पुरा भरेर राखेछ क्या। अनि हेर्नु त अहिले त्यस्तो नेपालमा त्यस्तो भएको छ, कतिजना मरेछन्, कतिजना के गरेछन्। अब राम्रो नेता आएको छ, अनि राम्रो नेतालाई ठाउँमा बस्न दिएको छैन, केलाई अब केस लगाएको छ, के गरेको छ। रवि लामिछानेलाई अस्ति भर्खर मैले न्युज हेरेँ, घरै घेरिरहेको छ। अब त्यस्तो राम्रो नेतालाई त कहाँ बिचमा अगाडि जानै दिन्न नि, खुट्टा तान्ने धेरै हुन्छ नि। ल हेर्नुहोस् अहिले बालेन एक्लै परेनन्, त्यति राम्रो नेता आउँथ्यो बालेन त। हेर्नु त सबैले कस्तो गराएको छ। ल अब अहिले हुँदाहुँदै उहाँहरूको थियो के अरे सुनिता, उसले पनि त्यस्तै गरिरहेको छ। त्यही अहिले त अब उहाँ रुममा बसेर यहाँ भाषण दिएको होइन, यहाँ अगाडि आएर कुरा गर्नु पऱ्यो भन्ने त त्यस्तो भएको छ। अनि तपाईँहरूले न्युजहरू राम्रोसँग हेर्नु होला, हाम्रो त त्यति टाइम हुँदैन, त्यही पनि हल्का फुल्का यही टाइम भएको बेला हेरिन्छ होइन। अनि त्यही हो। अनि यसो गर्दै म चाहिँ अब त्यही भन्दा अब फेरि यतातिर जाउँ। अनि यहाँ त गर्दै अब यता त्यहाँ अघि साइकल स्टेसन भयो, यो चाहिँ सब भयो क्या, तल अन्डरग्राउन्डको ट्रेन हिँड्ने ठाउँ होइन, भर्खर देखाएको चाहिँ। अनि त्यसो गर्दै म सरले गएँ त्यहाँ, यताउता भ्युज हेर्दै हिँडिरहेको थिएँ म, फेरि सबैतिर हेर्दै हिँडिरहेको थिएँ। अनि फ्रेसमा थिएँ नि त आज, त्यही भएर सबैतिर हेर्दै हिँडिरहेको थिएँ। अब यहाँ म त्यहाँ फेरि त्यो स्टेसन झरेपछि त्यहाँदेखि 15-16 मिनट थियो, त्यहाँबाट हिँड्दै गएँ। अनि यहाँ चाहिँ जापेहरूले हेर्दै रहेछ, मैले पनि यसो हेर्दै फोटो खिच्दै थिएँ जापेहरूले। अनि त्यहाँबाट निस्केपछि उसको हस्पिटल नजिक गएपछि एउटा साइडमा 7-11मा ओछ्या किनेर ग्रिन टी किनेर खाँदै गएँ। अनि त्यसपछि अनि मैले उपचार गर्न लागेको चाहिँ हस्पिटलको यो हो कि अगाडिको चाहिँ यो चाहिँ। अनि यसमा गएँ, त्यसपछि त्यहाँभित्र गएर लिफ्टमा चढेर माथि जान पर्ने थियो। अनि त्यसपछि एउटा छिरेर भित्र गएर लिफ्ट चढेर माथि गएर अनि यताउता बसेँ, त्यहाँ आफ्नो उसो गरेर अनि कति बज्यो के हो भनेर सबै बुझेँ। अनि त्यहाँ गएर सिटमा बसेँ, यताउता खिचेँ। यो चाहिँ उसो हो कि थेरापी गर्ने ठाउँहरू, यता यो साइडको चाहिँ यहाँ फेरि उस पैसा बुझाउने ठाउँ। अनि त्यसपछि त्यहाँ सबै कुरा भएर मेरो एमआरआई गरेँ। अनि सामान हुँदा नि औषधि ल्याएँ अनि निस्केँ। आजको लागि भिडियो यति गरौँ। लाइक सपोर्ट गरिरहनु भएको छ, सपोर्ट गरिदिनु होला है त। लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला है, सेयर पनि गर्नु होला साथीहरूलाई, सबैलाई सेयर गर्नु होला। हस् त, धन्यवाद, बाई बाई।